छोरी मान्छेको जिन्दगी चाहिँ एकदम एकदम गाह्रो क्या। मलाई अझै याद छ कति खुसी थिएँ क्या म त्यो दिन टक्क। अब म त अब बच्चाउनु लाग्यो भन्ने कुरा थाहा भएपछि म चाहिँ अलिकति मेन्टली हुन्छ नि, म चाहिँ फेरि अलिकति प्लानिङ गर्ने मान्छे। छोरीलाई गाह्रो पनि भयो त्यतिखेर, हामी दुईजना मात्रै थियौँ। तर म एकदम जब नानीलाई पहिलोचोटि देखेर बोक्न पाउँदा त्योभन्दा खुसीको क्षण अहिलेसम्म मैले त्यो समय गरेको छैन होला क्या। त्यही भन्नु होइन, त्यस्तो समय पनि आउँदो रहेछ साथी हो है। जो जिन्दगी बाँच्नुपर्ने रहेछ त्यो समयको त्यो क्षण चाहिँ अहिलेसम्म त्यो बिर्सिँदैन क्या। अब अहिले नानी हिँड्न थालिसक्छ होइन, अब त्यो क्षण र अहिलेको क्षणमा एउटा छुट्टै आकाश पाताल फरक छ। छोरी मान्छेको जिन्दगी चाहिँ एकदम एकदम गाह्रो क्या है, धेरै नै गाह्रो। अब घरमा बुहारी भएर आऊ, छोरा मान्छेसँग घरबार बसाऊ, जिन्दगी चलाऊ, बालबच्चा पाऊ, अझ बालबच्चा हुर्काऊ है। अहिले यसो सोध्छु छोरी मान्छे भनेको चाहिँ साँच्चै नै मेरो चाहिँ हेड्सअपै छ क्या छोरीहरूलाई चाहिँ। अब भोलिपर्सि अब मेरै छोरीले त्यस्तो भोग्दै जान्छ नि होइन, त्यही हो। एकदम रुन मन लाग्छ क्या। घरमा गएर घरजम बसाएर चाहिँ दुःख सुखको साथ दिएर भनौँ न बच्चाहरू जन्माउनु अनि के हुन्छ महिलाहरूलाई त धेरै गाह्रो छ नि।